नमस्ते सबैजनालाई है मेरो इष्टमित्र दाजुभाइ आमा बुबा दिदी बहिनी सबैलाई मैले विशेष यो भेजिटेबल आयुर्वेदिकहरूलाई किन तपाईँहरूको अगाडि सामु राख्दै म खाँदै गर्दैछु भन्दाखेरि यो चिजले आफ्नो शरीरलाई निरोगी राख्न सकिन्छ। डक्टरको गुनागाई बनिनु पर्दैन। अनि यो चिज जो चिज म खाँदैछु त्यो चिजहरूलाई तपाईँले फलो गर्नुहोस्, आफ्नो शरीरलाई बदलाउनुहोस्, आफ्नो मन मस्तिष्कलाई बदलाउनुहोस् अनि निरोगीपनबाट बाँच्न सकिन्छ। यो आज यो के भन्दाखेरि नेभाराको मुन्टा हो। यो मुन्टा हो, नेभाराको मुन्टा हो। यो डुकु हो कि नेभाराको माथि पत्ताको। यो पनि चबाउने हो। यसले पाचन शक्तिलाई शक्ति दिन्छ। यसले आफ्नो खाद्य पदार्थ जति पनि हामी खाइन्छ यसले लिभरलाई राम्रो कुरो गर्छ, राम्रो शक्ति दिन्छ क्या। त्यस्तै हेभी फुड अब यो नेभारै हो। यसको फल चाहिँ यो हो। अब हामी चारोमा दिन्छौँ होइन, यसलाई मजाले खाने हो। बोक्रेसित पनि खाँदा हुन्छ, बोक्रा निकालेर पनि खाँदा हुन्छ। यो चरी अमिलो हो। चरी अमिलो यो चरी अमिलोले पेटमा भएको कब्जीहरू सबै हटाउँछ क्या। यो चरी अमिलो यसरी खानुपर्छ है साथीभाइ। यो चाहिँ मेरो साथी कृष्ण, उसले पनि खाँदैछ चरी अमिलो। यो चाहिँ म हो। यहाँ हेर्नुहोस्, मेवा पनि खाँदैछु म। मेवाको पत्ता पनि खान्छु। पत्ताले अर्कै खानुपर्छ। यो चाहिँ काँचो मेवा हो। काँचो मेवाको पत्ता हो यो काँचै मेवा हो। अनि त्यो काँचो मेवाको चाहिँ अब दानासित खाँदा पनि हुन्छ। 24 घन्टामा तपाईँको एकपल्ट मात्रै म खाना खान्छु। त्यो हो बेलुका फलफुल बिहान उठेदेखिको कारण हनुमानजीले खाने झारपातहरू फलफुलहरू खाएर बाँच्नु पर्दछ। शरीर चाहिँ त्यसरी आफ्नो आफूमा बदलाउ, मानसिकता बदलाउ हुँदो रहेछ क्या। कप हेऱ्यो भने तपाईँले जुन चाहिँ अब काँचो क्या मेवा खानुभयो त्यसले चाहिँ अब शरीरको लागि के गर्छ? त्यो भाँडा माथि ग्यासमा भाँडा भाँडै खाली भयो। बोक्रेमा खानेछु। बोक्राको अर्कै काम छ, बुद्धिको अर्कै काम छ, दानाले पनि अर्कै काम गर्छ, पत्ताले पनि अर्कै काम गर्छ। झुम्रो देखेन? अब तपाईँले यो काँचो मेवा खानुभएर बोक्रासित है, अब यसले चाहिँ के गर्छ मान्छेको शरीरलाई? यो काँचो मेवाले चाहिँ पाचन शक्ति, लिभरलाई विशेष सपोर्ट गर्छ। यहाँ मैले नौलो कुरो बनाएको छु। आज यहाँ देखाइदियो। यो पारिजातको पत्तालाई उमालेको छु म, यहाँ हालेको पनि छु हो। पारिजातको पत्ताको ठुलो गुण छ क्या, ठुलो औषधि हो। पारिजातको चाहिँ के औषधि भन्दाखेरि यो पानी मैले उमालेको पानी हो। मेरो नानीहरूलाई पनि म खुवाउँछु। यसले जो जिउ तातिएको छ, सर्दी जुखाम, टाइफाइड, निमोनिया, सर्दी जुखाम दुनियाँभरको छ, जिउमा नसाको प्रब्लम छ, हड्डीहरू दुख्दैछ, जोइन्टहरू दुख्दैछ भने पारिजातको पत्ताको पानी खानुहोस्, पारिजातको पत्तै चबाउनुहोस्। डक्टरी दबाई खानु पर्दैन है साथीभाइ। म चाहिँ विशेष आफ्नो खानपानलाई बदलाइदिएको, कारण 24 घन्टामा एकपल्ट खाने, 2-3जनाको खोराक खाने हो। अरू बेला चाहिँ फलफुल खाने हो। अनि खानपानै रहेछ निष्ठा अनि भक्तिभावमा आफ्नो आस्था राख्नु पर्दो रहेछ, आफ्नो आत्मालाई त्यहाँ राख्नु पर्दो रहेछ। मान्छेले खानेकुरो खानुपर्ने रहेछ। काँधमा जनै लगाएपछि जाने जग्गामा जानुपर्ने रहेछ, खानेकुरो खानुपर्ने रहेछ। अनि हामी एउटा आध्यात्मिक, एउटा राम भक्त, हनुमान भक्त, शिव भक्त मान्छे भएपछि हामीले खाने सादा कुरो, भेजिटेबल, फलफुलहरू प्रशस्त मात्रामा खाएको हुनुपर्ने छ। यो आज नयाँ झार देखाउँछु। यो दुधे झार हो, यसले उन्नति गर्छ। भात खाए जस्तै गुडुम। अमक काटिदिन्छु।
बोक्रै नखाऊ र छोरी बोक्रेसित खान्छु त उम्, यहाँ दिदी म खाइरहेको रुखमा चढी टिपेको त्यो राजमाबाट रुखबाट अम्बकको साथीभाइ हो अब हिन्दीबाट यसलाई अमृत पनि भन्छ इङ्ग्लिसबाट गुवा भन्छ यो चिन्नुभयो होला तपाईँहरूलाई त यसको छायाले पनि चिलाउँछ होला मलाई चाहिँ यसरी यसो गर्दा पनि चिलाउँदैन यो भलाएको मुन्टा हप्तामा 2 पल्ट 3 पल्ट खानुहोस् के अब जस्तो गुबाहरू खानु अब जुसुले पनि लाग्दैन अब चिराउँदैन पनि कतिहरूमा एलर्जी हुँदैन जुसुलेहरूले लाग्दैन किनभने यो भलाएको पत्तामा जुन शक्ति छ नि त्यो चिजलाई आफूले पचाएर आफूले झाडा पिसाबमा पचाइसकेको छ भने बाहिरको चिलाइले बाहिरको टोकाइले एलर्जी हुने कुरा आएन एबिल खानु परेन त्यही कारण भलाएको पत्ता मेवाको पत्ता डल्लै खाने यसरी अब खुट्टाहरू ढुक्यो भने दुख्ला यो सबै खायो भने खुट्टाहरू पनि दुख्दैन काँचो कुरो पचाउने गर्नु स्वास्थ्य पानी अम्मा फेरि राखिदिनु भनेको बुझ्नुहुँदैन राखिदिनु यसको नाम के हो पारिजातको फुल पूजामा काम लाग्छ पत्ता मान्छेले यसरी बनाएर खानु पर्यो यहाँ झारपात छ चरी अमिलो घोडताप्रे अबिजालो बहिनी यहाँ देखाइदिउँ नेभारोको मुन्टा पनि छ युट्युबतिर फेसबुकतिर यत्रो सिङ भएको यत्रो मुख भएको नन भेजमा देख्थ्यो होला तर मेरोमा चाहिँ आफू निरोगी बस्ने त्यो चिजले तपाईँहरूलाई बिमार बनाउँछ यो चिजले स्वास्थ्य राख्छ पहिला चाहिँ हामी अब माछा मासु खाने अब पहिला हामी अब माछा मासु खाने अहिले छोडिदियो हामीले जति सक्दो धेरै खानु गर्नुपर्ने रहेछ अब त्यो माछा मासु चाहिँ होइन भलाएको पत्ता है साथीभाइ अस्ति मलाई अन्डा खाएँ एक दिन अन्डा खाएको भुँडी दुखायो भात पनि खान सकिनँ मेवाको दानासँगै खाने हो अब यो चाहिँ मेरो साथी कृष्णा ऊ चाहिँ भेज हो अब हामीले पाउनु पर्ला नन भेजको अहिले भेज भइसकेको छ प्योर भेज अब केही नन भेज केही नखाने अब मैले एक दिन खाइदिएको थिएँ एक मेरो भुँडी दुख्यो स्वास्थ्य बाँच्नु छ भने चाहिँ भेजै खानुपर्ने रहेछ आफ्नो आर्थिक कमजोर भए पनि मानसिकता बदलिँदो रहेछ सोच्ने शक्ति बढिदिँदो रहेछ मान्छेको निष्ठा र खानपानै रहेछ विशेष खानपानले गर्दा नै आफ्नो मार्गलाई बिर्सिँदो रहेछ त्यस कारण सादा खानु छोरी के भयो एकछिनै देखाउनु पऱ्यो नि नेभारो सक्न आँट्यो एकछिन म कृष्णलाई के भन्छु तपाईँ हेर्नु साथीभाइ हो यसरी खान सक्नु पऱ्यो यहाँ पक्रिनुहोस् अनि औषधि खाएर जस्तो गरेर खानुहोस् यसमा भलाको पत्ता पनि खानुहोस् यो रस पिँदा हुन्छ मैले मेरो छोरीले पनि पारिजातको 2 घुर्के नै उमालेको पानी दिनमा नानीहरूले खायो भने पनि धेरै 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 उपलब्धि हुन्छ आफ्नो शरीरमा नसामा यसको पानी जाओस् यो पारिजातको पानी फुल ग्लास चाहिँ आधी ग्लास पाएर थिएँ मैले आधी ग्लास यसरी खाने हो मिठो मानेर खाने साथीभाइ हो औषधिको काम गर्छ
औषधिले आफ्नो शरीरलाई पेटलाई बनाउन सक्यो। अनि मेरो गुरु चाहिँ पशु प्राणी भेडा बाख्रा गाई बस्तु तिनीहरू हो खासमा। उनीहरूलाई हेरेर मैले आफ्नो प्र्याक्टिकल गर्दाखेरि आज मैले रिजल्ट सही पाउँदैछु। म जुन चिजहरू खाँदैछु रिसर्च गर्नुहोस्, साइन्टिस्टले पनि कुनै न कुनै औषधि नै यिनीहरूलाई साबित गर्छ कारण यो चिज सही हो क्या। अम्बक पनि खानु पर्यो। दानासँगै छ हेर्नुहोस् है, दानाको बेग्लै काम छ। जति पनि फलफुलको भित्रको दाना पचाउन सक्नुभयो भने नै तपाईँको पेटमा पत्थरी भन्छ नि, स्टोनहरू हुने कुरा आएन। धेरै धेरै कति कति छन् बिमारहरू, सम्पूर्ण बिमारहरूलाई पनि जित्न सक्छ। अनि यसको चोप, यो बोक्रा बाहिरको बोक्राको चोप गरेर लिभरमा यसले हुन दिने बनिएका किराहरू चूर्णाहरूलाई पनि यसको चोपले एकदमै, यसको दानाले, यसको तितोपनले नै मासिदिन्छ। अनि कहाँबाट अल्सर पाइल्स दुनियाँभरको बिमारहरू हुन्छ होला र होइन साथीभाइ। अनि खानु चाहिँ तरिका यही हो है, यसरी झ्याप्पसँग पक्रियो अनि मान्छेले आफ्नो मार्ग बिर्सियो भने, खानपान निष्ठा छैन भने जीवनमा उपलब्धि भन्ने हुँदैन रहेछ, भएको पनि गुमाउँदै जाने रहेछ। त्यस कारणले हामीले खानेकुरो खाउँ, सादा कुरो खाउँ, हनुमानजीले खाने फलफुलहरू खाउँ, झारपातहरू खाउँ, स्वस्थ बनाउँ, निरोगी बाँचौँ। हाम्रो शरीर ठिक छ भने त यो बहुमूल्य जीवनलाई हामीले सही मार्गमा लाउन सक्ने रहेछौँ। खानपानले गर्दाखेरि आफ्नो मार्गलाई बिर्सिँदो रहेछ। त्यस कारणले निष्ठा, शुद्ध, जतिसक्दो शाकाहारी, भेजिटेबल, काँचो खाएर हेबिट गर्नुहोस्। काँचो खान थालेपछि शरीरमा धेरै प्रकारको बदलावहरू आएर जान्छ। अनि त्यो बदलावहरूलाई आफूले इस्तेमाल गर्न सक्यो, आफ्नोमा बदलाव आयो, मन मस्तिष्क शरीर सबै कुरोमा बदलाव आउँछ, राम्रो भएर जान्छ। अनि अगाडि फर्दर राम्रो भएर जाने रहेछ है। खानपानले गर्दाखेरि कुसङ्गतको मार्गलाई अँगाल्दाखेरि आफ्नो जीवनलाई एउटा नालीको किरामा तुलना गरेको छु मैले। अनि आज नालीको किराले बाँच्ने तरिका, निरोगी बस्न सक्ने तरिका, अनि हामीले के गर्नुपर्ने तरिका त्यो म तपाईँहरूको अगाडि देखाउँदै जान्छु। तपाईँहरूले हेर्दै जानुहोस्। अनि जीवनमा मान्छेले सङ्घर्ष र दुःख कष्ट त सबैले गर्नैपर्छ, तर आध्यात्मिक आनन्द छ भने दुःख पनि हाँसी हाँसी नै टर्दो रहेछ। अनि एउटा भगवानप्रति, आमा बाबाप्रति श्रद्धा भाव भक्ति राख्नु अनिवार्य रहेछ साथीभाइ हो। अनि खानपान विशेष हामीले बाहुनको छोरा गलामा तुलसी काँधमा जनै लाएर हामीले एउटा राम भक्त हनुमान भक्त भइसकेपछि हाम्रो पैताला कुन चाहिँ एरियामा जाँदैछ, कस्तो बाटोमा कुद्दैछ भन्ने कुरो चाहिँ आफूले सोच्नु पर्दो रहेछ। मनलाई चलाउन दिनु नहुने रहेछ, मैले चलाएको हुनुपर्ने रहेछ। त्यस कारणले गर्दाखेरि मनलाई चलाउन नदिउँ, मैले चलाएँ भने चाहिँ जिन्दगी राम्रो हुने रहेछ। अनि आफ्नो संसारलाई राम्रो, बेटर, उन्नति, समाज, आफ्नो परिवार, इष्टमित्र यो कुसङ्गतको मार्गले गर्दाखेरि बिरानो भएर जाँदो रहेछ। त्यस कारणले गर्दा खानपान राम्रो बनाउँ, निष्ठापूर्वक बाँचौँ, प्रेम राखौँ, सबैमा भक्ति राखौँ है। बाई बाई गाइज। मेरो फोन हेर्ने टाइममा 10 मिनेट राख्नु। म यो लास्ट देखाइहाल्छु, साथीभाइहरूलाई देखाउनु पऱ्यो बाँच्ने तरिका होइन। सादा बसौँ, निष्ठा बसौँ, नसामुक्त जिन्दगी बाँच्न कोसिस गरौँ। नालीको किरा हो म एउटा,
नालीको किराबाट पनि कुछ सिक्न पाइँदो रहेछ भन्ने आफूलाई पनि अनुभव हुँदैछ। कारण म यसपालिको बर्खाको पानी आकाशबाट आएको बाढीको विषय लिएर पनि भन्छु। कारण यसपालिको पानीले एउटा नालीको किरालाई गुबाट निकालेर नालीको साइडमा राखिदिएको छ। कारण त्यो किराले गु खाएको छैन, हुन चाहिँ ऊ किरै हो, त्यो स्टेजको मान्छे हो म। त्यस कारणले गर्दा मान्छेमा एउटा मान्छे जस्तो हुने कोसिस गर्दैछु साथीभाइ। अनि बाँच्ने तरिका र निरोगी बस्न सक्ने तरिका तपाईँहरूको सामु अनि प्र्याक्टिकल गरेर देखाउँदैछु है। यसरी खानुपर्छ, गुण हाल्नु एकदम मिठो मानेर खानुहोस्, कि त भने पकाउनु गाह्रो हुन्छ। मैले भने मलाई दिनुहोस् फोन, म 10 मिनट राखिदिन्छु। यहाँ हाल्नुहोस् पारिजात, अनि यहाँ चाको पारिजात देखो यसरी खानुहोस् है पारिजातको पानी। नसा, हड्डी, मर्केको खुनहरू जो जामिएको, नसा जामिएकोलाई पारिजातको पत्ताको रसले खुलाइदिन्छ साथीभाइ। हो डेङ्गु जस्तो बिमारहरूलाई, औले ज्वरो जस्तो बिमारहरूलाई जरैबाट उखालेर फ्याँकिदिन्छ। कारण हुनु अगाडि खानु र भइसकेर खानुमा अन्तर छ। आफ्नो शरीरमा त्यो भाइरस नहुँदाहुँदै तपाईँहरूले पनि कोसिस गरेर हप्तामा एकपल्ट दुईपल्ट बनाएर खानुभयो भने बहुत उपलब्धि गर्छ। त्यस कारणले गर्दा यो रोडे अर्ग्यानिक जग्गामा चाहिँ मेडिसिन पनि पाइन्छ। अनि तपाईको डाइलेक्ट पनि भनिदिनुहोस्। राम्रोसँग इस्तेमाल गर्न सक्नुहोस्। नो केमिकल, नो फर्टिलाइजर, ओन्ली फर नेचरल गोबर एन्ड गौत मात्र। अब बाई बाई गाइस। बाई बाई।